लगेर भनेर हामी सहयोग गर्छौँ र यस्तो किसिमको विभिन्न चिजहरू यहाँ बनाउँछन् हेर्छन् यी सबै चिजहरू यो जस्तो अब विभिन्न एउटा विषयको भन्ने हुँदैन फेरि खानेकुरादेखि लिएर यो पढाउने विषयका हुने यो स्कुलमा विद्यालयहरूमा पढाउने विभिन्न विषयहरू चाहिँ काँचो हुन्छ नि यहाँ अब यहाँ मसिन मसिनहरू बनाउनेदेखि चिजहरू बनाउँछन् बनाउँदाखेरि एकैचोटि बन्दैन कुनै चिज पनि एकैचोटि बन्दैन अब एकैचोटि नबनेपछि त्यसलाई फेरि बनाउँछन् भत्काउँछन् फेरि बनाउँछन् भत्काउँछन् यो त हामीलाई विश्वविद्यालयले उपलब्ध गरायो नि यो जग्गा भवन सवन इत्यादि होइन जग्गा मात्रै हो भवन होइन भवन चाहिँ यो यहाँदेखि यहाँसम्म यति थियो हजुर यो अरू पछाडिको यो सबै हामीले थप्या हो हजुर यहाँ अहिले यहाँ काम गर्ने अथवा यहाँ सिक्दै गरेका विद्यार्थीहरूको संख्या विद्यार्थी भन्दैनौँ हामीले यिनीहरू अनुसन्धानकर्ताहरूको संख्या चाहिँ त्यो घरबाट हुन्छ 50 60 70 हजुर देखि पनि हुन्छ कहिले 40 45 पनि हुन्छ किनभने मान्छेहरू आउँछन् अनुसन्धान गर्छन् केही समय बिताउँछन् कोसिस गर्छन् कसैको हुन्छ हुने जति अलिअलि बस्छन् नहुने जति जान्छन् फेरि नयाँ आउँछन् आउने जाने चाहिँ हामी यतिमा भर्ना गर्ने यस्तो भन्ने हुँदैन यहाँ चाहिँ आउने बित्तिकै राम्रो आइडिया छ भने काम सुरु गरिहाल भन्ने हुन्छ यहाँ खाना खान्छन् यहाँ चाहिँ खाना खाँदाखेरि झन्नै अब तपाईँले मोटामोटी अनुमान गर्ने हो भने दिनमा 20-25 किलो चामल हजुरको भात खान्छ अनि खाजा अनि दिउँसो बिहान अहिले भात तयार हुँदैछ अब अहिले दिउँसो चाहिँ फेरि खाजा तयार हुन्छ अनि फेरि बेलुका भात हुन्छ गर्दाखेरि 20-25 किलोको चामल खान्छन् यहाँ र यहाँ विभिन्न चिजहरू आफ्नो उनीहरूको आफ्नो ठाउँ हुन्छ आफ्नो ठाउँमा आफ्नो किसिमका अनुसन्धानहरू गर्छन् यहाँ चाहिँ यो ड्रोन सम्बन्धी अनुसन्धानहरू गरिरहेछन् त्यहाँ चाहिँ इलेक्ट्रोनिक्स सम्बन्धी गरिरहेछन् अनि यहाँ जस्तो यो बनाएर यो टेस्ट गरिरहेको यो चाहिँ यो कुखुराको अन्डाबाट चल्ला निकाल्ने इन्कुबेटर यो चाहिँ यो त जानलाई तयार गर्दै बिक्री पनि भइरहेछ अलिअलि यहाँबाट होलसेल मुद्रामा उसमा मूल्यमा दिनु हामीले चाहिँ के गर्छौँ भने यो चाहिँ ऊ भएको हुनाले भर्खरै अब प्रयास गर्दै गरिरहेको हुनाले उनीहरूले अब मोटामोटी मूल्य कति पर्छ होइन खर्च कति लाग्यो त्यो खर्च उठ्ने गरेर चाहिँ हामी दिन्छौँ त्यसरी चाहिँ अहिले त्यस्तो होलसेलमा ठुलो मात्रामा चाहिँ गर्ने भन्ने चाहिँ हुँदैन जस्तै यहाँ पनि यिनीहरूले के बनाउन खोजिरहेछन् यहाँ के कुनै अब यहाँ के को अनुसन्धान गरिरहेछन् अब यसरी चाहिँ आफ्नो हो यो हामीले उनीहरूलाई यसो गर उसो गर भन्ने केही भन्दैनौँ हजुर आफ्नो हिसाबले गर्छन् तर मेन कुरा यिनीहरूलाई चाहिने सबभन्दा बढी आवश्यकता चाहिँ मैले के देखेँ भने कपडा धुने र कपडा सुकाउने मेसिन यहाँ अहिले समस्या भएको त्यो रहेछ धेरै मान्छेलाई चाहिने चाहिँ त्यो रहेछ त्यो चाहिँ बनाउन सक्ने हो अनुसन्धान केन्द्रले भने त्यतातिर अलि बढी छिटो प्रोफिटेबल हुन सक्छ अहिले मैले देखेको समस्या चाहिँ त्यो लाग्यो है त्यो व्यावहारिक पनि भयो प्र्याक्टिकल पनि भयो मान्छेलाई तुरुन्तै आवश्यक चाहिने कुरा भयो यो मूर्तिकलाहरू हजुर विभिन्न किसिमका मूर्तिहरू अब यहाँ यसरी बनाउँछन् यो सबै धेरै राम्रो यो प्रोडक्ट चाहिँ कहाँबाट आउँछ सामान चाहिँ कच्चा पदार्थ जुन हुन्छ नि मूर्ति बनाउनलाई चाहिने कच्चा पदार्थहरू सबै यहाँ यिनीहरूलाई जे चाहिन्छ हजुर सब उनीहरूले चाहिँ पाउँछ उनीहरूले चाहिँ यहाँबाट आविष्कार गर्नाले यिनीहरूलाई हामीले दिने हो हजुर कच्चा पदार्थमा अथवा जेसुकै पनि चाहिने यिनीहरूले सिर्फ आफ्नो दिमाग लगाउने हो आफूले परिश्रम गर्ने हो अनुसन्धानको लागि चाहिने कच्चा पदार्थहरू जस्तो कसैले के भन्यो माछा पाल्नेमा अनुसन्धान गर्छु भन्यो अब यो ट्याङ्की बनाइदिनु पर्यो यो ट्याङ्की किन ल्याइदियो यो ठाउँ बनाइदियो यहाँ कसैले मौरीको अनुसन्धान गर्छु भन्यो होइन मौरी राखेर मौरीमा चाहिँ अनुसन्धान गर्ने भनेको नि अब कसैको यहाँ चाहिँ कसैको सफ्टवेयरहरू इलेक्ट्रोनिक्सहरूको विषयमा
के अनुसन्धानहरू गर्नुपर्छ भन्छ। यिनीहरूले चाहिने सब चिज उनीहरूले पाउँछ। सिर्फ उनीहरूले सिर्फ अनुसन्धान गर्नु पर्यो, पुर्याउनु पर्यो हैन। अनि जस्तै डोनरहरूको लागि मेम्बरशिपको व्यवस्था छ कि अथवा हामीले मेम्बरशिपको केही व्यवस्था गरेका छैन। हजुर, डोनरहरूले जसलाई दिन मन लाग्छ, डोनेसन गर्न मन लाग्छ गर्नुभएको छ आफ्नो तरिकाले। हजुर, मेम्बरशिप जस्तो अरू संस्थातिर त्यसो गरेको देखिन्छ। हजुर, हामीले त्यस्तो गरेको छैन। यहाँ चाहिँ आफ्नो सोच इच्छाले कसैलाई अब त्यो मेम्बरशिपको पनि हुन्छ नि त हजुरको, अलिकति व्यवस्थित गर्नलाई भोलि गएर कसले डोनेसन गरेको थियो भनेर रेकर्ड राख्ने एउटा हुन्छ क्या, बन्छ त्यो भयो भने भन्न खोजेको छैन। जस्तो कसले कति के डोनेसन गर्यो भन्ने कुराको रेकर्ड त हुन्छ होला नि। रेकर्ड त छ नि, रेकर्ड सबै हुन्छ नि। यहाँ यो चाहिँ बन्द गरेको छैन अहिले, रेकर्डमा रहने हो। यहाँ चाहिँ एजुकेसन सम्बन्धी कुराहरू हुन्छ। हजुर, यो इजरायलको एम्बेसीडरले यहाँ फर्निचरहरू या कम्प्युटरहरू दिएको छ क्या। हजुर, यो कोठा त हामीले बनाइयो। हजुर, अनि हजुरको उता सुरुवात गरेको प्रोजेक्ट थियो नि हजुर बस्ने जिल्लामा, त्यो जुन बिजुली सम्बन्धी, बिजुली निकाल्ने प्रोजेक्ट र नेटवर्किङ सम्बन्धी, इन्टरनेट सम्बन्धी, त्यो भइरहेको छ, चलिरहेको छ। हजुर, तर अहिले चाहिँ के छ भने धेरै कम गरेको छु, किनभने मोबाइल पुग्यो अहिले, मोबाइल नेटवर्क पुगेर ठाउँ ठाउँमा पुगेको हुनाले धेरै कम गरेको छु। यो चाहिँ यो खाना सम्बन्धी रिसर्च गर्छन् यहाँ, अचार कसरी बनाउने होइन, विभिन्न चिज बनाउँछन्, बेचिरहेछन्। हामीले यहाँबाट नि लगाउन पाइन्छ अलिकति, पाइन्छ। ल अलिकति लगाउँछौँ नि त। यो हामीले लान मिल्छ नि, कस्टमले के गर्छ उता एयरपोर्टमा थाहा छ हजुरलाई? के को अचार छ भन्नु त? अकबरेको, आँपको, अनि करेलाको, लसुनको, आँप अनि यो मिक्स सातु भने रहेछ, के हो यसमा के छ? सातु भनेको 14 थरी छ। एउटा त्यो दिनु हामीलाई, अनि एउटा यो टिमुरको दिनु, टिमुरको, अनि एक दुईवटा अचार राखिदिनु न। लप्सी पनि छ? लप्सीको आजभोलि छैन। के को छ अलि नबिग्रिने खालको? हामी युएसए लग्ने हो क्या? सबै राम्रै छ। आँपको अनि अकबरेको। अकबरे भने के अरे? त्यो डल्ले हुन्छ नि सानसानो। ए अकबरेको र आँपको राखिदिनु न। फेरि उता फाल्दिन नि सक्छ भन्ने भयो क्या, धेरै लानलाई थोरै राखिदिन्छु। अकबरे, आँप, अनि अर्को यो के हो? यो के भन्छ यसलाई? यसको लसुन। ए लसुनको त पर्दैन हामीलाई। टिमुर राखिदिनु। एउटा प्लास्टिक छ भने प्लास्टिकको ब्यागमा राखिदिनु। कति पैसा हो त्यो पनि भन्नु है। होइन अब योलाई चाहिँ यो त ड्राफ्टै हो। अब त्यसपछि सबै कुरा नभ्याएसम्म त अगाडि बढाउनु त कुरा आएन होला, अथवा के गरे मलाई भित्र टिमर चाहिँ दुईवटा राखिदिनु भयो हुन्छ। आज चाहिँ त्यो शिक्षा मन्त्रालयको विज्ञानको चाहिँ सचिव टिमरको गेडा हो कि धुलो? धुलो हो। ल ठिक छ, गेडा पनि राखिदिनु भयो हुन्छ अलिकति। गेडा छैन? ल ठिकै छ। तपाईँ आएर तपाईँले पनि एकदमै के अरे हजुर 1330 पर्यो। कतिको जान्छ बजारमा? यो होलसेल मूल्य हो यो। ल लिनु। मसँग छुट्टा छैन फेरि। अब कि 1000 राख्न पर्यो? दिदी आउनु भएको छैन कि? 1000 राख्नु न त भइहाल्यो नि। 1000 म्यामले हिसाब गर्नुहुन्छ।
1000 राख्नु पर्यो यहाँ पनि छैन नि त खुल्ला भयो त त्यो ल 1500 राख्नु अझै एउटा केही थप्दिनु न ल खुल्ला छैन भने त्यसै गर्नु है के थप्नुहुन्छ त्यस्तो त नलाने त्यो अलिक त्यो बुझेन त्यो पनि नलाने एउटा अचार सचार केही हालिदिनु न हो एउटा चाहिँ बट्टा हालिदिनु के हो त्यो तलको हो यो करेलाको हालिदिनु बिग्रिन्न नि एकदम राम्रो प्याक गर्नु हो यो अनुसन्धान केन्द्र नेपालको सबैभन्दा ठुलो महावीर पुन भन्ने नाम सुनेको छौ उहाँ हो त्यसै मिलाउनु न अब यहाँ कहाँ खुल्ला छ र खुल्ला मिल्दैन नि ल मिलाएर गर्नु छिटो गर्नु पर्यो हामीसँग टाइमै छैन ल अरू बाँकीहरू यहाँ चाहिँ अरू सामानहरू हेलो यहाँ चाहिँ गाडी पनि बन्ने भयो होइन ए आज आउनु फुर्सद हुनुहुन्छ कि हुनुहुन्न अथवा फुर्सद छैन भने टिममा पनि हेर्नु पर्यो यो अरू मिटिङ एउटा मिटिङले त हुँदैन पछिको मिटिङ पनि आउनु पर्यो हुन्छ यो चाहिँ गाडीको पार्ट पूर्जा बनाउने ठाउँ जस्तो छ अब के भन्छ यो चाहिँ गाडीको पार्ट पूर्जाहरू सम्बन्धी हो पार्ट पूर्जा त कहाँ बन्नु अहिले के बन्छ यहाँ जस्तो यो एउटा साधारण भयो होइन अहिले चाहिँ मकै भुटेको राख्नु सातो बनाउने होइन त्यो बनाउनलाई त भुट्नु पर्यो नि यो भुट्ने मेसिन भयो यहाँ राखेर मसिनहरू बनाएर गाउँलेहरू लैजान्छन् क्या हजुर यो गाडी देखायो भएर मैले गाडीको यो त गाडी त्यो पुरानो गाडीलाई त्यो अलिकति रिपेयर गरेर चलाउन सकिन्छ कि भनेर गरेको कुरा भयो टुथपिक बनाउने मसिन हो यो ऊ त्यो मसिन चाहिँ त्यहाँ मेसिनले यो बनाउने भयो यो टेस्ट गरिरहेको छु होइन अब यहाँ बाँसको मुढा बनाउनलाई बाँसको त्यो मुढा बनाउने सिङ्का बनाउने मसिन भएको छ यहाँ त अनि यो चोया बाँसको चाहिँ चोया काटेर यस्तो पहाडतिर चित्र बनाउने चलन हुन्छ यो चोया काट्ने मेसिन हो बाँसको कप्टेरलाई ल्याएर यहाँ हालेपछि यसले चाहिँ यस्तो चोया बनाउँछ अनि सिन्का पनि बनाउँछ सिन्का बनाएर झाडु बनाउने चोया बनाउने टुथपिक बनाउने यस्ता काठको अगरबत्तीको पनि अलि भ्यालुएबल हुन्छ के अरे हजुरहरूले बनाउन सक्नु हो भने काठको के बाँसको चाहिँ युज हुँदैन आजकल धेरैले बाल्न छोडिसके होइन काठको अगरबत्ती काठको सिन्का बनाएर त्यसमा अगरबत्ती टाँस्ने त्यो अगरबत्ती बनाउने मेसिन पनि हुन्छ नि हो त्यो बनाउन सक्नु हो भने बनाउनु त हुन्छ तर काठको भन्ने चाहिँ थाहा छैन मलाई त्यो काठको बाल्छन् आजकल अब ती त्यतातिर ऊ तल चाहिँ प्लास्टिकको रिसाइकल गर्ने ठाउँ ऊ यो चाहिँ सोलर ड्रायर भयो हजुर यो चाहिँ अब सोलर ड्रायर पनि यहीँ बन्छ सबै ऊ यो ठुलो पानी तताउने मेसिन गिजर भन्छ के अरे होइन यो त सुकाउने यो सुकाउने खानेकुराहरू विभिन्न फलफुलहरू सुकाउने मेसिन हुन्छ नि फलफुलहरू सुकाएर ड्राई फ्रुट्स बनाउने त्यो सुकाउनलाई त्यो गरेका छन् हजुर नभए यो घर चाहिँ अब यो खास गरी एरोनटिकल अथवा भनौँ न प्लेन बनाउनेहरू यो ठुल्ठुलो बिल्डिङ बनाउनेहरूको त्यो एउटा रिसर्च गर्नुपर्छ यो ठुलो मेसिन राखेर त्यसमा यो बनाउँदैछ त्यो बन्दैछ हजुर त्यो बन्दैछ अनि लगभग यति नै हो भित्र पनि यस्तो देखाउनु
यो चाहिँ के को हो? यो कोदोलाई झार्ने कि यहाँ राखेर कोदो काट्छन् नि गाउँघरमा यहाँ राखेर अनि गेरा र भुस छुट्याउने। ए गेरा भुस छुट्याउनु भयो होला बनाइरहेको छ नि यहाँ। यस्ता यस्ता चिजहरू पनि बन्ने भयो यहाँ नि सबै उसका कलाकारिताका सामानहरू होइन बजाउने सामानहरू एकजना बुढा मान्छेले बनाउँछ नि। हजुर यो पुरानो गाडीलाई इन्जिन फालेर हजुर अब यसलाई विद्युतीय बनाउँदैछ। विद्युत हिसाबको बनाउनु ब्याट्रीबाट चल्ने। यहाँहरू पनि अनुसन्धानकर्ता त होला नि होइन? यहाँ बसे जति सब अनुसन्धान गर्छ। हजुर यतातिर चाहिँ यो अब यो काठ चिर्ने मेसिन बनाउन खोजिरहेको थिएँ। यो प्लास्टिकहरूको चाहिँ त्यो त बाँदर दबाउने बन्दुक बनेको थियो। ए बाँदर बाँदरलाई त्यही रहेछ त्यो बनाउँदैछन्। अब यहाँभित्र एउटा बायोमेडिकल सेक्सन छ यहाँ। हजुर ल हिँडिहाल्नु अब बायोमेडिकलको कुराहरू यहाँ। यो चाहिँ बायोमेट्रिक सम्बन्धी उहाँहरू अनुसन्धानकर्ता। हजुरहरूको आफ्नो नाम भनिदिनु भयो भने मेरो विनय शाह अनि मेरो रामहरि चौधरी। हजुर मेरो दिपेन्द्र। घर पनि बताइदिनु। मेरो घर त अहिले केटीको हो त गर्दै गर्नु यसो भेटघाट मात्रै हो। यो बनाइरहेको मेडिकलकै सामानहरू हो। हजुर मेडिकल सम्बन्धी यो चाहिँ हेल्थ सम्बन्धी। हेल्थ त इम्पोर्टेन्ट भयो नि त झन् लाइफको लागि। ल धेरै राम्रो भएको रहेछ एकदम खुसी लाग्यो। अब हामी एउटा फोटो लिन्छौँ र हजुरसँग बिदा हुन्छौँ। अनि मैले त्यहाँ हाम्रो एकजना सर हुनुहुन्छ उहाँलाई अराएर छोड्छु सबै कुरा। उहाँ आएर भेट्नुहुन्छ हजुरलाई। काम गर्ने हजुर ल अहिले यति नै।